हेलो एभ्रिवन, सम्पूर्णलाई झोले नमस्ते कि मेरो युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई आजको न्यू ब्लग मतलब प्र्याङ्क भिडियोमा। आज चाहिँ मैले प्र्याङ्क गर्न लाग्छु। के प्र्याङ्क भन्दाखेरि आज चाहिँ खोल्याउ त म चाहिँ आज चाहिँ फोनबाट प्र्याङ्क गर्न लाग्छु। यहाँ चाहिँ मैले मसँग फ्रेन्ड हैन मसँग फेसबुक फ्रेन्ड हुने अनि भाइहरुलाई सबैलाई मैले तिनीहरुलाई चाहिँ म चाहिँ आज के रे झ्याप भएको के मैले चाहिँ रक्सी खाएको भनेर प्र्याङ्क गर्ने छु। त्यही हो साथीहरु, कस्तो हुन्छ हेर्नु होला है त। म चाहिँ मेरो आन्टीको छोरालाई प्र्याङ्क गर्छु। यी भाइलाई प्र्याङ्क गर्छु। यसलाई मैले एसएमएस गरेछु के हेर्न सक्नुहुन्छ तपाईहरुले। अनि म त्यहाँ दिनेछु तपाईहरुलाई। मैले त्यसलाई एसएमएस गर्छु। ओ भाइ हेरे के एसएमएस चुकुला त के गरेछस्? डर लाग्छ मलाई त। अझ एसएमएसमै भन्नु भनेछ। म चाहिँ यिनीहरू हात दिएर आउने मैले काटेर हो नि आफैले। हेलो, के गरेछस् तैँले? ए मम्मी कहाँ जानु भयो त? को छस् त? को छस् र त? ए भुबिनहरु खोइ र अरु भुबिनहरु खोइ र अरु कहाँ गएर खोइ? तँलाई मैले एउटा कुरा भनौ, मम्मीलाई नसुना है। मम्मीलाई नसुना है। न मैले झन् आज रक्सी खाएको नि। साँच्ची हो के? त्यही भएर म यहाँ कति आँखा पनि सिमसिम भएर अहिले निन्द्रा लाएर बसेछ मलाई। म त खोइ आज उसको मिसको बर्थडे थियो, उता पाखापानीतिर गएको। कहाँ हो कहाँ मलाई थाहै छैन भाइ, मलाई छिटो लिन आउन। म पाखापानीतिर के बर्थडे थियो के रे, बर्थडे भनेर गएको। मलाई त कस्तो टाउको दुखेछ, कता छु थाहा छैन। म त टाउको दुखेछ, कस्तो आँखा पनि झिमझिम पारेछ। अनि थुप्रै 1-2 बोतल जति रक्सी खाएछु थाहै नपाएर। तैँले गर्न, मैले त खोइ मम्मीको नम्बर पनि थाहा छैन, तँलाई मात्रै हो। त्यो पनि तैँले यता यहाँ रिप्लाई दिँदाखेरि थाहा पाएको। मम्मीको नम्बर ब्यालेन्स छैन, एमबी मात्रै छ। मम्मी भनेको घरमा हुनुहुन्न। के गर्ने हो मैले? म कहाँ जाने हो त? कस्तो हो के तिम्रो दिदीको माया लाग्दैन क्या हो र? यहाँ झ्याप भएर मर्न गएको थाहा छैन के रे? के हो इनोभेसन अहिले उस गर्न खोज्छ के क्यामेरा अन गरौँ भन्छ। अनि के मैले कहिले पनि खाँदैन के रे, अहिले हो खाएको। त्यो पनि अहिले खाएर म त के भयो के भाइ, म त छ्या टाउको साउको दुखेछ मेरो त। अब के गर्छस् त? म कहाँ जाने हो के? हाम फालेर मर्ने हो म?
छिटो म हाम फालेर मर्छु छिटो फोन गर्ने मम्मीलाई छिटो हाम्रो मम्मीलाई फोन गर्दै छिटो म हाम फालेर मर्छु नत्र भैया उस म कहाँ छु कहाँ थियो न म कहाँ छु भन्न फेरि गरेछौँ फेरि गरे है हामीले उठाए त डर लाग्यो मलाई त न उन त धेरै मारिस् न त के हो र किन हो र फोन काटेको तैँले कसले त नत्र भए तैँले किन फोन काटिस् भन् छिटो भन् कसले फोन काटेको यहाँ तेरो दिदीले भनेको मान्दैन तैँले कताबाट खोल्ने हो खै क्यामेरा पनि खै कता हो कता तँले फोन पनि बल्ल बल्ल गरेछु मैले हो साँच्ची भनेको नहाँस न खै छिटो के मैले के गर्ने हो के म हाम फालेर मरिदिन्छु छिटो भन् के गर्ने हो मैले मेरो आँखा झिमझिम आँखा पनि देखेको छैन अहिले त झन् के भयो के अनि यहाँ सुतेर मलाई मारेर फाल्यो भने के गर्छस् त तैँले झन् भन्छु म उता त पाखा पानीतिर आएको अनि त्यसपछि साथीको घर जान्छु भनेर हिँड्छु कता हिँड्ने कता घरमा त होइन बाटोमा पनि होइन कहाँ छु कहाँ खै यस्तो टाउको दुखिसक्यो टाउको रिङ्गा छ बाटो बन्ने हो कि घर बन्ने हो कि थाहै छैन मलाई त ओहो जाडो हुन लाग्छ मलाई त हावाले उडाउँछ होला के भाइ के गर्ने हो त मैले अब ल म राख्छु है मम्मीलाई अहिले फोन गर्छु यता मैले फर्स्टलाई अरूलाई देखेँ भने फोन गर्न पाउँछु भाइ के भयो तँलाई अहिले मलाई मारेर फाल्यो भने के गर्छस् तँले ल मैले राखेँ अहिले मम्मीलाई फोन गर्छु मैले यता अरूलाई भेटेँ भने है ल होइन कि भन्ने होइन यसले आफैले मैले यो भिडियो पठाएको छु नि यसले आफै थाहा पाउँछ भन्नु अब कसले गर्नु त ती माछा के अरे भयो न प्र्याङ्क होइन बिपना कति मजाले मानेको न कहाँ हो र तपाईँ भनेर घर जानु न त्यही दिनु गरेर चाहिँ मलाई त अब कसलाई भन्यो होला तिलक भाइले भनौँ है एकछिन है त गाइसहरू स्किममा दिने त के गरेछस् भन्छ सुरुमा मैले अब फेरि भाइलाई अर्को भाइलाई यो चाहिँ उता त्यहाँको भाइ हो त्यो भाइलाई अब मैले त्यसलाई प्राइम गर्छु छे स्कुलबाट घर आएको त घर पुगिस् घर पुगिस् त मलाई त कस्तो डर लाग्छ Ni tilak lijan, man tilak cipiri. Ni dia mah pahaban ni dia. Male, lemla ulah kaslah, ulah lemla. Lagi pulak. Malah ni naik ding. Mau jadi pulak tidak bonceng, kalau malah ni naik jauh bonceng, macam. Dewan pul tidak bonceng. No, ramai tension ni. Sudah bonceng, kaman. Siti,
छिटी कल गर्छु म गरेछु म छिटी कल किन हो र दिए मैले गर्छु अबलाई कल क्यामेरा खोल्न पठाउँछ यसले सिक्दै मलाई थाहा छ न कता हो कता देख्न हेलो के गरेछस् के हो र त दिदी सिदी पनि छैन दिदीलाई बिर्सेको होस् तैँले के गरेछस् र त्यस्तो ए तँलाई मैले एउटा कुरा भनौँ कसैलाई नसुना है सुनाउँदैन भन्न होइन म के भन्छ माथि पुलमा बर्थडेमा गएको साथीको अनि 2 बोतल रक्सी खाएर म त हिँड्न पनि सकेछन के गर्ने हो के आवाज कुरा हो र मलाई लिन आएछु छिटो मेरो त आँखा पनि दुखेछ टाउको पनि रिङ्गाछ मैले के गर्ने हो माथि पुलतिर के तैँले मलाई विश्वास गरेनस् छिटो के भाइ लिन आएछ न तँलाई तेरो दिदीको माया लाग्दैन म कहाँ छु भनेर मलाई थाहै छैन छिटो लिन आएछ म त टाउको साउको दुखेछ म एक्लै छु साथीहरू सबै हिँडेछ अब म के गर्ने हो तेरो दिदीलाई मार्ला नि तेरो अरूले भिडियो कल गर्न कसरी हो या थाहा छैन मलाई के पनि थाहा छैन यादै छैन म त तँलाई पनि मैले बोला फोन गरेको यसलाई लिन आउन पठाउनु पर्यो भनेर तँलाई मैले फोन गरेको हो कि कसरी गर्ने हो भिडियो कल त तँलाई त मैले यहाँ तँलाई देखाउने भनेर एक बोलाउने भनेर मलाई लिन आऊ भनेर बोलाउने भनेर हो के जाँदैछु त छिटो भनिदिन आउँछ सिनाइ मलाई म पुलतिर भन्छु ओ त्यता मास्तिर के साथीको बर्थडे थियो त्यहाँ गएको थियो अरे त्यसपछि तिनीहरू हिँडेछ म भए एक्लै के गर्ने होला भाइ मलाई त लिन मन लाग्छ त्यो उसै माथि स्कुल चाहिँ हो त्यो भन्दा पुल गएको के बिहान त के गर्नु थाल्ने कलमा त बोल्छस् नि केमा बोलेछस् भिडियो कसरी खोइ कताबाट गर्ने हो कताबाट साँच्ची हो के छिटो मात्र यति भन् तल मलाई लिन आउँछस् सिनाइ छिटो तँलाई तेरो दिदीको विश्वास छैन लिन आउँछस् सिनाइ मलाई छिटो लिन आउने भयो छिटो भन् नत्र म त हेर के मलाई मारोस् अरूले त्यो उसै त्यो हो त्यो त्यो क्यारम बोर्ड खेल्छे हो त्यो भन्दा अलि तल
ओके ल अहिले फोन गर्छु मैले के लाग्दै हावा चलेछ यहाँ खै हावा चलेको आवाज आएको छ त अब यसलाई पनि मैले प्र्याङ्क गरिसक्यो यसलाई त थाहा नदिने हो यो गेम खेल्छ मलाई थाहा यसले अलिअलि सङ्गा चाहिँ गरेँ है मलाई त्यस्तै लाग्यो अब कसलाई गर्ने होला कुडी मिनट छन् ल भयो नानी पछि साथीहरू ल बल्ल जानु नि दिदीलाई साथीहरू म चाहिँ दिदीलाई गर्न लाग्छु है तिनजनालाई गरेर अब प्र्याङ्क गर्छु तिनजनालाई प्र्याङ्क गर्छु अब सक्सेस हुन्छ म पुलाङले ज्ञानमै दिदीतिर छु लिन आउनु मलाई पुलतिर नभन् के हजुरको घरभन्दा अलि तलतिर छु भने कम गर्दा पुलतिर मर्छु माड्यो हेलो दिदी के गर्नु भएको छ ए सन्चै हुनुहुन्छ अनि सन्चै छु भन्नाले म त हेर्नु दिदी कता साथीको बर्थडेमा आएको म त छ्याङ खाएर यता म त कता पुलतिर कता जाऊँ भएर बसेछु म त उयो माथि के तपाईँको घरभन्दा माथि पुलमा म त के भयो होला दिदी यस्तो त्यो मेरो साथी हो के मासतिरको अनि अहिले त त्यो साथीहरू थियो छ मासतिरको तिनीहरू घर जान लाग्छन् म चाहिँ एक्लै यता आउने हो कसरी आउने हो कसरी म त हजुर भिडियो अन गर्नु पनि कसरी गर्छु तपाईँलाई पनि साथीहरूलाई फोन गर्न पठाएको हो कि मैले के मलाई लिन आउनु न दिदी मलाई लिन आउनु न त्यो पुलमा के लिन आउनुहुन्छ कि नै तपाईँ साँच्चै हो म त के भयो कि केटा मान्छे जस्तै भयो अहिले त कसरी एकछिन म मेरो साथीहरूलाई बोलाउँछु साथी दामले दिदीलाई त अब अलिअलि मान्न खोज्नु भएको थियो तबबाट तपाईँ थाहा पाउनु भयो अब चाहिँ म दिदीलाई प्र्याङ्क गरेको भनेर भनिदिन्छु यहाँ भोइस एसएमएसमा कलमा चाहिँ भन्दिनँ दिदी मैले तपाईँलाई प्र्याङ्क गरेको हो के या भिडियो बनाएको हो के अरे युट्युबमा त्यही भएर हो भिडियो कल जानु नि अन्त भिडियोको नाम के टाना किताले ल मलाई देखाउँछ युट्युब च्यानलमा हेर्नु अब हेर्नु न यहाँ तपाईँ हेर्न सक्नुहुन्छ यता हेर्नु होला कसरी आज के गरे रुममा बसेर रुमाल जस्तो बोल्ने अनि पुलमा गरे त्यही हो यता हेर्न सक्नुहुन्छ हेर्नु लाग्छ गाह्रो छ ए प्र्याङ्क हेर्नु त मैले प्र्याङ्क गरेको हो मैले कति धेरैजनालाई प्र्याङ्क गरेको छु अझै
त्यो युट्युबमा हेर्नु अब युट्युबमा आउँछ साझ ए ल ल को हुनुहुन्छ र फाइनली साथीहरू मेरो प्र्याङ्क चाहिँ सक्सेस भएको छ हैन मैले चाहिँ मेरो आन्टीको छोरा अनि त्यसपछि एउटा उतेको भाइ अनि मेरो दिदीलाई प्र्याङ्क गरेको थिएँ त्यही हो साथीहरू सक्सेस भएको छ मेरो आन्टीको छोरालाई धेरै प्र्याङ्क भएको छ त्यो चाहिँ साच्चीकै मानेछ त्यही हो साथीहरू आजको भिडियो चाहिँ यति नै थियो है त अब इन गर्न चाहन्छु बाई बाई